त्यहीहरू आज चाहिँ हाम्रो छुट्टी थियो, त्यसैले हामी चाहिँ घुम्दै हिँडेको तर एकदम गर्मी धेरै छ है। हामी चाहिँ यसो अब साथीहरूको रुममा आइदिएको थियौँ अनि अब चाहिँ फर्किँदैछौँ। ट्रेनमा जाने भनेको ट्रेन आएन, अब ट्रेनको बाटैबाट जानु परेछ। एउटा भोलाघर यता छ एउटा। अच्छा, यसको नाम चाहिँ आकाश हो, तर लभली भनेर चिन्छन् धेरै जसोले। ठीक है। हाम्रो गाउँमा सोमलाल हो यसको खास नाम। यसको नाम धेरै छ। यसको देश र भेष अनुसार नाम पनि बदलिन्छ, त्यस्तै हो। हाय हाय गाह्रो छ, गर्मी लास्टै छ। यत्तिकै हामी घुम्दै हिँडेको। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।